हल्ला, झुट तथा भ्रामक सूचना कसरी फैलिन्छन् र तिनलाई कसरी पहिचान गर्न सकिन्छ भन्ने विषयमा चर्चा भइसकेको छ। अब तपाईँ कसरी एक तथ्य जाँचकी वा झुटा तथा भ्रामक सूचना विरुद्ध लड्ने व्यक्ति बन्न सक्नुहुन्छ भन्ने बारे चर्चा गरौँ। सबैभन्दा पहिले अरूले सेयर गरेका भ्रामक तथा मिथ्या सूचनाबारे अरूलाई वा त्यही व्यक्तिलाई कसरी जानकारी दिने भन्ने बुझौँ। त्यसका लागि तपाईले कुनै व्यक्तिले त्यस्ता पोस्ट राखेको फेला पार्नुभयो भने इनबक्स वा कमेन्टमा जानकारी गराउन सक्नुहुन्छ। यो झुटो हो, किन यस्तो हावाकुरा सेयर गरेको भनेर आक्रामक रूपमा प्रस्तुत हुनुको सट्टा संवादको बाटो रोज्नुहोस्। यो जानकारीको स्रोत के होला? मैले यसबारेमा अलि फरक पढेको थिएँ, के हामी सँगै यसको आधिकारिक स्रोत खोज्ने हो कि भनेर भद्र तरिकाले प्रश्न राख्न सक्नुहुन्छ। यसो गर्दा सम्बन्ध नबिग्रिकन सत्य तथ्यमा छलफल गर्ने वातावरण बन्छ। त्यस्तै तपाईलाई कुनै जानकारी सही वा गलत लाग्यो भन्दैमा त्यसको यथार्थ त्यही हो भन्ने हुँदैन। पहिले प्रमाण सङ्कलन गर्नुहोस्। तपाईले कुन आधारमा कुनै पोस्ट वा जानकारीलाई भ्रामक वा मिथ्या भन्न खोज्नु भएको हो सो प्रमाण जुटाउनुहोस्। अनि भन्नुहोस्, मैले यो समाचार आधिकारिक समाचार संस्था वा सम्बन्धित सरकारी निकायको वेबसाइटमा यस्तो पाएँ, तपाईँ पनि यो लिङ्क हेर्न सक्नुहुन्छ। वा फ्याक्ट चेकले यसबारे यस्तो भनेको छ, यो पनि विचार गर्ने कि। यसले तपाईँको कुरा व्यक्तिगत विचार नभएर तथ्यमा आधारित छ भन्ने प्रमाणित गर्छ। कहिलेकाहीँ प्रमाण वा तथ्य प्रस्तुत गर्दा पनि सबैले तुरुन्तै स्वीकार नगर्न सक्छन्। यस्तो अवस्थामा अर्को पटक त्यस्ता सामग्री सेयर गर्नुअघि सोच्न प्रोत्साहित गर्नु उपयोगी हुन्छ। उनीहरूलाई यस्तो सोच्न प्रेरित गर्ने प्रश्नहरू सोध्न सकिन्छ, जस्तै यो जानकारी कोबाट आएको हो? यो किन सेयर गरिएको होला? के यसको पछाडि कुनै उद्देश्य लुकेको त छैन? के यो कुरा अन्य विश्वसनीय स्रोतहरूमा पनि भेटिन्छ? यसरी सोच्न थालेपछि उनीहरूले भविष्यमा कुनै पोस्ट वा सामग्री सेयर गर्नुअघि त्यसको विश्वसनीयता जाँच्ने बानी विकास गर्न सक्छन्। भ्रामक, मिथ्या वा हल्लालाई सामाजिक सञ्जालको एल्गोरिदमले कसरी बढावा दिन्छ भन्ने बारे हामीले यसअघि नै चर्चा गरिसकेका छौँ। त्यसरी बढावा दिनमा हाम्रो पनि हात हुन्छ। त्यसैले तपाईलाई कुनै सूचना, पोस्ट वा भिडियोमा शङ्का लागेमा सेयर गर्नुअघि एकैछिन सोच्नुहोस्। सबै पोस्ट सेयर गर्नै पर्छ भन्ने छैन। सबैभन्दा पहिले त्यो खबरको स्रोत के होला, किन यस्तो शैलीमा लेखिएको होला भन्ने बुझ्नुहोस् अनि शान्त मनले सोच्नुहोस्। त्यसपछि मात्र सेयर वा पोस्ट गर्नुहोस्। भ्रामक वा मिथ्या सूचना फैलिनुका कारणमध्ये एउटा सूचना साक्षरताको कमी पनि हो। तपाईँ आफ्ना घर परिवार, आफन्त र साथीसँग मिलेर यस्तो भ्रामक जानकारी कसरी चिन्न सकिन्छ भनेर बुझ्न सहयोग गर्न सक्नुहुन्छ। उनीहरूलाई सामाजिक सञ्जालमा देखिने हरेक कुरा तुरुन्तै विश्वास गर्नुको सट्टा आधिकारिक सञ्चार माध्यमका एकाउन्टहरू फलो गर्न प्रोत्साहित गर्न सक्नुहुन्छ। त्यस्तै उनीहरूलाई अनावश्यक वा शङ्कास्पद फेसबुक ग्रुपहरूबाट बाहिरिन र गलत सूचना फैलाउने पेजहरू अनफलो गर्न पनि सुझाव दिन सक्नुहुन्छ। सामाजिक सञ्जाल वा कुनै मिडियामा आएका जानकारीका आधारमा तत्कालै धारणा बनाउनुको साटो आधिकारिकता खोज्न जोड दिन सक्नुहुन्छ। टेकपाना फ्याक्ट चेकमा प्रकाशन हुने सामग्रीमा कसरी तथ्य जाँच गरियो भन्ने प्रक्रिया समेत उल्लेख गरिएको हुन्छ। अन्य फ्याक्ट चेक सामग्री अध्ययन गर्न गुगलको टुल बक्स प्रयोग गर्न सक्नुहुन्छ। त्यसमा विश्वभर फैलिएका भ्रामक तथा मिथ्या सूचनाको तथ्य जाँच गरिएका सामग्री उपलब्ध हुन्छन्। अब हामी डिजिटल सुरक्षाका च्याम्पियन बनौँ। अनलाइनमा देखिने मिथ्या जानकारी र हानिकारक सामग्रीलाई बेवास्ता गरौँ। यस्ता जानकारीमा विश्वास नगर्न सचेतना फैलाऊ। विशेष गरी बालबालिका र युवाका लागि सुरक्षित डिजिटल वातावरण बनाऊ। प्रत्येक क्लिक, पोस्ट र सेयरमा जिम्मेवार, असल र सजग बनाऊ।